गुड मर्निङ एभ्रिवान। आज मैले यहाँनिर तपाईँहरूलाई देखाउन गइरहेको छु वरिपरिको दृश्यहरू श्री हनुमान मन्दिरको दृश्यहरू अहिलेको यस्तो छ। यो चाहिँ यहाँ पनि एउटा माता हुनुहुन्छ होइन। हाम्रो गाउँको मन्दिर देख्न सक्नुहुनेछ तपाईँहरूले। यहाँ म चाहिँ चुमिकन तपाईँहरूलाई देखाएको छु। अरू पनि लेफ्ट साइड र राइट साइड पनि छ है। यहाँ चाहिँ नन्दी महाराज शिव मन्दिरको ठिक्क अगाडि यहाँ नन्दी महाराजको मन्दिर छ। यहाँ चाहिँ यो मन्दिर पनि मैले जुम गरिकन देखाएँ। यो पनि नन्दीश्वर महाराज नन्दीको पनि तस्बिर यहाँ तपाईँले देख्न सक्नुहुनेछ। म चाहिँ अब गाउँघरतिर आउँदाखेरि के हल्का सानो मिनी ब्लग बनाइकन म चाहिँ तपाईँहरू सामु लिएर आएको छु। यहाँ वरिपरिको दृश्यहरू तपाईँहरूले देख्न सक्नुहुनेछ। नन्दी महाराज रियालिटी जस्ट यहाँ चाहिँ हाम्रो हनुमान मन्दिरको पनि मैले स्लोली तपाईँलाई तलदेखि माथिसम्म देखाउन गइरहेको छु। एकतिर राम एकतिर लक्ष्मण अनि बिचमा हनुमानजीले उहाँहरूलाई बोक्नु भएको छ आफ्नो काँधमा पिठ। हेर्दा कति वाउ नेचुरल टाइपको बनाएको रहेछ। हेर्दाखेरि पनि मनै लोभिने टाइपको वाउ कति राम्रो। फेरि म बाहिर ब्याक भएँ।